नेपाल अधिराज्यको संविधान 2047 को मर्म र भावना अनुरूप संविधानको धारा 27 को उपधारा 3 लाई समेत विचार गरी जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्री परिषद आजैबाट विघटन गरिबक्सेका छौं। अब गठन हुने मन्त्री परिषद हाम्रै अध्यक्षतामा हुनेछ। 2061 साल माघ 19 गते के भएको थियो जुन कदमले नेपालमा यति लामो राज संस्थाकै पूर्ण रूपमा अन्त्य भयो? त्यो कदम जसले नेपाली जनता सडकमा आउन बाध्य भए के थियो माघ 19 गते? आउनुस् यस भिडियोमा हामी बुझ्नेछौँ। नेपाली इतिहासमा 61 साल माघ 19 गते एक महत्त्वपूर्ण दिन हो। महत्त्वपूर्ण यो मानेमा कि जुन कदमले नेपालमा पुनः एकपटक व्यवस्था नै चेन्ज भयो। त्यही दिन 61 साल माघ 19 गते शासन सत्ता पूर्ण रूपमा आफ्नो हातमा लिए। लोकतन्त्र निलम्बित भयो, सङ्कटकाल लागू भयो, टेलिफोन तथा सञ्चार बन्द गरियो र नेपाली राजनीतिमा हलचल मचाइयो। तर राजा ज्ञानेन्द्रले त्यो कदम किन चाले? अन्ततः के कारणले उनको शासन टिक्न सकेन? यस भिडियोमा यी सबै कुरा बुझ्नेछौँ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला, साथै भिडियो अन्त्यसम्म हेर्नुहोला। यो घटना बुझ्न केही वर्ष पछाडि फर्कनुपर्छ। 2058 साल जेठ 19 गते राजनीति दर्प हत्याकाण्ड भयो र वीरेन्द्रको वंशनाश भयो। त्यसपछि बनेका थिए राजा ज्ञानेन्द्र। त्यसबेला माओवादी युद्ध उत्कर्षमा थियो, नेपालमा हिंसा फैलिएको थियो, राजनैतिक दल सत्ता चलाउन नसक्ने अवस्थामा पुगेको भन्दै 61 साल माघ 19 गते बिहान ज्ञानेन्द्रले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गरे। संसद विघटन भयो र देउबालाई अयोग्य भन्दै पदबाट हटाइयो र देशको सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लियो। यानि कि राजाले कु गरे। देशभर सङ्कटकाल लागू भयो, नागरिक स्वतन्त्रता सीमित गरियो, टेलिफोन र इन्टरनेट काटियो, सञ्चार माध्यममा समेत कडाइ गरियो। तत्कालीन शाही सेनाले काठमाडौँ लगायतका ठुल्ठुला सहरहरूमा निगरानी बढाए। राजाको उक्त कदमको विरोधमा दलहरू एकजुट भए। देशभर आन्दोलन सुरु भयो। अन्तर्राष्ट्रिय समुदायले समेत यसको विरोध गर्न थाले। विदेशी सहयोग समेत रोक्ने चेतावनी दिए। माओवादी युद्ध झन बढ्दै गयो अनि 62-63 सालको जनआन्दोलन सुरु भयो। उक्त जनआन्दोलनमा लाखौँ जनता सडकमा आए। अन्ततः 2063 साल वैशाख 11 गते राजा ज्ञानेन्द्रले घुँडा टेक्न बाध्य भए र उनले जनताको नासो जनतामै फर्काइदिए भन्दै उनले विघटन गरेको संसदलाई पुनः स्थापना गरे। त्यसपछि राज संस्था नै समाप्त भयो र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्न पुग्यो। राजाको त्यो सानो कदमले आज राजतन्त्रको यति लामो इतिहास नै समाप्त भएको थियो भने आज पुनः एकपटक राज संस्थाको पक्षमा अथवा राजा आफै सक्रिय राजनीतिमा अथवा पुनः एकचोटि राजा बन्ने चाहनासहित सडकमा आएका छन्। के साँच्चै राजा पुनः आउन सक्ला अथवा राजा आएपछि चाहिँ के देशमा पूर्ण रूपमा चेन्ज आउँछ? तपाईँलाई के लाग्छ? कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। साथै राजतन्त्रको पक्षमा हुनुहुन्छ अथवा चाहिँ यही गणतन्त्रलाई चाहिँ सभ्य ढङ्गले अथवा चाहिँ नयाँ युवा जोसका साथ चाहिँ अगाडि बढाउने अथवा चाहिँ आउने चुनावमा चाहिँ नयाँ शक्तिहरूलाई चाहिँ अगाडि बढाउने तपाईँको के इच्छा छ त्यो पनि बताउनु होला। राजा आउने बित्तिकै देश चाहिँ कायापलट हुन्छ भन्नु यो हामी सबैको भ्रम हो र यो व्यवस्थामा जुन अहिलेको चाहिँ अवस्था छ यो अवस्था हुनु पनि नेपाली जनताको लागि ठिक होइन। त्यसो भए के अब हामीले एकचोटि पुनः समृद्ध नेपालको लागि आन्दोलन अगाडि बढाउने हो त? एउटा गहन विषय उठेको छ। राजा आऊ देश बचाऊ भन्ने बित्तिकै देश चाहिँ बन्ने हो या यही व्यवस्थामा चाहिँ नयाँ ढङ्गले चाहिँ अगाडि बढ्ने हो? तपाईँलाई के लाग्छ? एकचोटि पुनः नयाँ युवाहरू चाहिँ राजनीतिमा आउनु भएको छ र उहाँहरूलाई चाहिँ एकचोटि साथ दिने हो कि अथवा राजालाई नै पूर्ण रूपमा चाहिँ संवैधानिक व्यवस्था बढे त संविधान संशोधन बढे राजालाई नै पूर्ण अधिकारसहित चाहिँ राजतन्त्र ल्याउने हो कि अथवा राजासहितको चाहिँ लोकतन्त्र चाहिँ तपाईँलाई के चाहिन्छ? कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।